आयो दुई भाइ फेरि पनि हेरौँ न आज हुँदाखेरि एउटा इन्जुरी भयो अरे भनेर हाम्रो सुशीलजी न्युजको मेरो चिन्जानकै साथीभाइ हो जाउँ न त एकचोटि भनेर हामी माथि हेर्दाखेरि एउटा साथी भइरहेको छ हाम्रो भन्दा अनि मृतकको लास भेट्यो। कति दुर्भाग्य हो। हामी खोटाङको मान्छे, हामी खोटाङमा छैनौँ, आज कहाँ छौँ, किन आएको यहाँ भनेर सुविधा खोज्न आएको नि हामी गाउँछौँ। यस्तै सुविधा हुन्छ भनेर घरभित्र एकजनाको लास पनि भेटियो। एकजना यस्तो घाइते हुनुहुन्छ पत्रकार, एबी न्युज कर्मी, तपाईँको एबी न्युजको चिफ क्यामेरा पर्सन अरे समथिङ रजत, मलाई ठ्याक्कै नाम थाहा भएन। र एकजना अर्को साथी हुनुहुन्छ, उहाँ घाइते अवस्थामा हुनुहुन्छ। अहिलेसम्म एम्बुलेन्स पनि खोजिएको छैन, यहीँ कतै लड्खडाइरहेको देखाएको छ। के खोजेको त्यो पछि यो राज्य कहाँ छ, हामीले कर किन तिर्यौँ, हामीले भ्याट किन बुझाउँछौँ, हामीले आय कर किन बुझाउँछौँ। सर, प्रहरीले बल प्रयोग गरेको भए आन्दोलनकारीले नियन्त्रणमा लिन सक्थ्यो, त्यस बेला त लाग्छ सक्थ्यो। राज्य भनेको यस्तो चिज हो सर, राज्यसँग हरेक स्ट्राटेजी होइन, यसै राज्य भनिँदैन नि। प्रहरी डरायो कि बल प्रयोग नगरेर आन्दोलनकारीले सघायो कि के गर्यो भन्न सकिँदैन। डरायो पनि भन्न सकिँदैन, सघायो पनि भन्न सकिँदैन होइन। म ठ्याक्कै कसैको बायसको भएर बोल्दिनँ, तर राज्यको केही न केही रूपमा कमजोरी भएको, राज्यको कमजोरी भएन, हुँदै थिएन भने यत्रो चिज यहाँ हुँदै गर्दा त जसरी पनि कन्ट्रोल तपाईँ भित्रै हुनुहुँदो रहेछ। आन्दोलनकारीहरूको प्रवेश चाहिँ कसरी भयो भन्नु भित्र कसरी काहीँ पनि आन्दोलनकारीहरू आगो कसले लगायो? आगो कसले लायो, कसले लायो आगो त कसले लायो म अब लाइभ एभिडेन्स त होइन। हामी त भित्तामा हरेकमा यसरी लेपासो लागेर बसेका थियौँ, हामीलाई कसरी थाहा हुन्छ? तपाईँहरू कसरी भाग्नु भयो? कसरी भाग्यो भने बोलेर मर्ता क्या नै गर्दा भन्छ नि त, हिंसा सिधै भाग्नु भयो। राज्यको कमजोरी चलिरहेको राज्यद्वारा निर्देशित र सञ्चालित हुन्छ। राज्यको कमजोरी भएको, राज्यको कमजोरी त अहिले भर्खर देखियो त सर। तपाईँहरू जस्तै एउटा सञ्चारकर्मी जो जनतालाई सुसूचित बनाउन भनेर क्यामेरा बोकेर होइन एउटा घटनालाई खिच्दै आएको सुरक्षाकर्मी, के अरे सञ्चारकर्मी भित्रै मर्छ भने, भित्रै निसासिएर मरेको हामीले लासको फोटो खिचेर तपाईँ र मैले यहाँ ल्यायौँ भने राज्य छ। काठमाडौँको मेजर सिटी तिनकुनेमा राज्य छैन भने राज्य कहाँनिर खोज्छौँ हामी? अनि तपाईँहरू सञ्चारकर्मी विभिन्न डिभिजन भएर हिँड्नुहुन्छ। अब तपाईँहरू युनिट हुन जरुरी छ, युनाइट हुन जरुरी छ। तपाईँहरू डिभिजन नहुनुहोस्। एउटा सञ्चारकर्मीको मृत्यु भएको छ, यसलाई अकाइन्ड अफ हत्या नै भन्न पनि सकिन्छ। किनभने त्यो सञ्चारकर्मीलाई फेलैमा उद्धार गरेको भए त्यो बाँच्दैन र बाँच्न पनि सक्थ्यो होला नि त होइन। एउटा सञ्चारकर्मी यसरी मर्दा त राज्यले हेर्दैन भने तपाईँहरू युनिट भएर, युनाइट भएर विकृति र विसङ्गतिको विरुद्ध चाहिँ लाग्नै कतै न कतै राज्यले आन्दोलन नियन्त्रणभन्दा पहिला यहाँ उद्धार गरेको भए व्यक्ति बच्न सक्थ्यो भन्ने। किनभने सबभन्दा ठुलो सम्पत्ति मान्छे